हेलो गाइसहरु सबैलाई गुड मर्निङ साथी चाहिँ मसी र आजको भिडियो सुरु गरौँ आउनुहोस् अरे कोपाको उयो यहाँ माथि चाहिँ चर्च रहेछ है साथीहरु र यो जग्गा चाहिँ कहाँबाट यहाँ देखेको भन्दा चाहिँ यो चाहिँ ओम सिलिङ हो ओम सिलिङ यो जग्गा चाहिँ ओम सिलिङ हो यहाँ चाहिँ ट्याक्सी गाडीहरु पुरा लाइनमा छ ओम सिलिङ बजारबाट चाहिँ हामी सेकेन्ड जेन जाँदैछौँ र सेकेन्ड जेनको बाटो चाहिँ यस्तो भइसकेको छ कि राम्रो भएको रहेछ कार्पेटिङ हेर्नुहोस् अब हामी मामपालुङ भन्दो रहेछ यो जग्गाको उकालो लाग्यौँ सेकेन्ड जेन जाँदैछौँ है आजको यो भिडियोलाई चाहिँ तपाईहरुले एकदम राम्रो हेरिदिनुहोस् है किन भन्दाखेरि यो चाहिँ पहिला हाम्रो बाजे आएर बसेको जग्गा र बाजेहरू यतै खस्नु भएको जग्गाहरूलाई म देखाउँदै जाँदैछु है म यसकै लागि मात्रै यो हेर्नुको लागि मात्रै आएको थिएँ र आजको भिडियो मेरो लागि पनि स्पेशल हो र तपाईहरुको लागि पनि स्पेशल हुनेछ यो उकालो हिँड्नुपर्छ पहिला चाहिँ सानो गोरेटो थियो अरे अहिले चाहिँ पुरै फोर व्हिल गाडी चाहिँ कुद्दो रहेछ यहाँ चाहिँ पहिला घर थिएन मलाई थाहा छैन तर यहाँ चाहिँ घर पनि बनिसकेको रहेछ ल पहिला कस्तो थियो यो जग्गा आउनेहरूले चाहिँ कमेन्ट गरिदिनु होला है म त फर्स्ट टाइम हो यहाँदेखि अलिक माथि आइपुगेपछि चाहिँ रोडदेखि यता दुईटा बाटो रहेछ यता कता जाने हो भाइ यो कुन बाटो कता जान्छ एउटै माथिसँगै जोडिँदो रहेछ र यहाँदेखि माथि चाहिँ पार्क बनिँदैछ स्पेसियली पार्क होला ठुलो छ र पौडी खेल्ने स्विमिङ पुलहरू पनि 2-3वटा बनिसकेको रहेछ त्योहरूलाई चाहिँ म अहिले माथि बाटोदेखि चाहिँ देखाउँछु तल चाहिँ म जाँदिनँ हेर्दै जाउँ है पुरा उकालो भयो आज घाम पनि लाग्यो हिँड्दा चाहिँ घाम लागेन यो चाहिँ हाम्रो समानदिन गोर्खेको जस्तो रहेछ जङ्गल यहाँ पनि गाडी कुद्छ नि भाइ यहाँ पनि गाडी चाहिँ कुद्छ है तर कहाँ बनिँदैछ भन्दा चाहिँ यहाँ माथि आएर 1300 लागिसकेपछि अब देखाउँदैछु यहीँ हो यहाँ चाहिँ पार्क बनिँदैछ है यही जग्गा हो यो मुनि चाहिँ के बनिने हो पुरै ग्राउन्ड भइसकेको छ र यहाँ पर घरहरू छ स्विमिङ पुलहरू त्यहाँ पर घरको छेउछाउ देखिँदैछ पुरा बाउन्ड्री हुँदैछ लगाउँदैछ हो सट्टै आएर चाहिँ यहाँ चाहिँ गेट हुने रहेछ यहाँभित्र बस्ने र फेरि यता बाटो कामहरू पनि गर्नु हुँदै रहेछ स्विमिङ पुल हो र यहाँदेखि यो जङ्गलले नदेख्ने रहेछ यहाँ परतिर चाहिँ यहाँ एउटा चाहिँ हल्का देख्यो र यहाँ चाहिँ पुरै डरेलीहरू पनि हालिरहेको छ र यहाँ पनि पार्क नै बनिने होला पार्कको एरिया जस्तो लाग्यो यहाँ अब आउने कुनै साल त्यो चाहिँ धेरै राम्रो हुन्छ है र यो चाहिँ डाँडाकाँडा पनि मजाको देखिन्छ है चाहिँ मसँगै जग्गाको हेर्नु नि अल्छी लिएर हेर भाइ हाई गरिदेऊ यहाँ हो राजेश भतिसै बुबुको छोरा मै सँगसँगै छ आज हल्का छिपछिपे पानी पनि रहेछ है यस्तोहरू गर्दै जानु पर्ने जग्गा रहेछ नि यो सेकेन्ड जेन भन्ने जग्गा जानु पर्दा चाहिँ हो यो पानीहरू चाहिँ ठक्कै सिटी बनाएर चाहिँ खानु लानु भएको रहेछ मजाले है हेर्नुहोस् है यो चाहिँ पुरा जङ्गल छ यो जङ्गल पहिला चाहिँ
बारीहरू कमाउनु हुन्थ्यो होला सायद, किनभने यहाँ पर बिँको बोटहरू पनि छ नि त। यता उकालो लाग्नुपर्छ बाटो चाहिँ। साथीहरू यहाँ गैरादेखि निस्केर चाहिँ जानुपर्ने चाहिँ यता रहेछ हो, र म चाहिँ यता लागेँ हो। यहाँ माथि च्यानहरू रहेछ, अनि त्यता म हिँडेको थिइनँ, अनि फेरि म फर्केर यता बाटो हिँड्दैछु। यो बाटो चाहिँ पक्का हामी हिँड्ने बाटो हो कि, त्यहाँ बाटो छ साथीहरू हेर्नु, यो बाटो होला सायद, यो सानो बाटो होला। त्यो बाटो गइनँ हो, फेरि फर्केँ यो बाटो सानो, र यो बाटो लाग्यो। यो बाटो चाहिँ हुनसक्छ है म चाहिँ बिर्सिगएछु है। यो बाटो चाहिँ पक्का पनि हो क्या। यहाँ चाहिँ यसरी धानहरू कोदोहरू उठाइसकेको छ है। यहाँ चाहिँ हिले माछा पनि पुरा हुँदो रहेछ, र यहाँ चाहिँ यसरी यो जग्गाबाट तर्नुपर्ने रहेछ है। पहिलातिरको यहाँ आउने मान्छेहरूले यो देख्यो भने चाहिँ थाहा पाउनुहुन्छ नि त। र चाहिँ यहाँको मैले भिडियो नछुटाइ बनाइराखेको छु, एउटै पनि हो। र फेरि यता पनि छ एउटा बाटो, यता पनि छ, र हामी चाहिँ यो बाटो जानुपर्छ हो। यसरी भुलिन्छ यहाँ त, फेरि एक्लै त रहेछ। भोजो सिमहरू रहेछ हो। यहाँदेखि चाहिँ उकालो लाग्नुपर्ने रहेछ हामी चाहिँ हो। र चाहिँ पुरा अम्लिसोले भरिगएको छ। यी पालुङ डाँडाहरू चाहिँ सबै अम्लिसोले घेरेको जग्गा छ है। पहिला चाहिँ कस्तो थियो, अहिले चाहिँ यस्तो भइगएछ है साथीहरू। हेर्नुहोस् है, मामपालुङको टुप्पोमा आइपुग्यौँ होइन भाइ। अब चाहिँ हामी यहाँदेखि ओह्रालो पर्छ नि है। अब चाहिँ हामी यहाँदेखि चाहिँ यता मुड्छौँ होइन, यता हामी देब्रे मुडेर जानुपर्छ है। हामी चाहिँ मामपालुङ डाँडाको ओह्रालो लाग्यौँ। इस यस्तो छ यो पारिपट्टि चाहिँ, अम्म सुन्दर। यही हो, यो एरिया डल्लै सेकेन्ड जेन हो होइन भाइ। यो देख्दै गरेर चाहिँ सेकेन्ड जेन हो है। म चाहिँ त्यहाँ जाँदैछु है। अब सुपर छ है जग्गा चाहिँ। अब यो मेरो फोन राम्रो छैन, त्यस्तो राम्रो निक्लिँदै छैन, तर है आँखाले चाहिँ खुदी मैले हेर्दा चाहिँ अब पुरा मजा लाग्ने जग्गा रहेछ नि त। एक्लैले कमाउँछ नि। हेर्नुहोस् है, यो डाँडाहरू चाहिँ एक्लै खसियाले चाहिँ कमाउनुहुन्छ नि त यहाँतिर चाहिँ। त्यस्तो डरलाग्दो छ। यहाँ पालि पुरै अम्लिसो छ, र खेती चाहिँ यहाँ पनि छ। यी खोर्सानीहरू है, यहाँ के रोपेको रहेछ। खेती चाहिँ जहाँ पनि गर्दो रहेछ कि, तर यहाँतिर चाहिँ पुरा जङ्गल पनि भइसकेको छ। अब जहाँ पनि खेती त के गर्छ, अम्लिसोले घेरिगएछ। र यो जग्गाहरू चाहिँ मेरो लागि चाहिँ स्पेसली हो। मलाई चाहिँ पुरा मन पऱ्यो क्या यो जग्गाहरू। एउटा सेतो ढचा देख्दैछ नि, यो चाहिँ खसियाहरूको च्यान डाँडा रहेछ, र त्यो ठिक मुनि चाहिँ नेपालीहरूको रहेछ है। त्यही मुनि हाम्रो बाजेहरू चाहिँ राख्नु भएको रहेछ हो। मेदेखि चाहिँ धेरै टाढो हो नि त। र यो जग्गाहरू चाहिँ पुरै अम्लिसो छ, यता खेतीहरू है। अब यहाँदेखि चाहिँ हामी ओह्रालो गोली ग्राउन्ड है, फुटबल खेल्ने जग्गा जाँदैछौँ। त्यो जग्गाहरू पनि म देखाउनेछु। हेर्नुहोस्, यो जग्गालाई म देखाउँदैछु त। यहाँ हेर्नुहोस्, यो जग्गा बहुत सुन्दर छ। र यो बुट्टा भएको जग्गामा चाहिँ हाम्रो घर थियो अरे। अनि अलिकति यता आएर यो माथि यहाँ एरियामा चाहिँ हाम्रो मूल घर थियो अरे है। र यता आएर यो पर डाँडा, यो मुनिको यो रुखहरू पुरा छ। यो चाहिँ हाम्रो बाउले हेर्नुहुन्थ्यो अरे नि त, कमाउनुहुन्थ्यो अरे। यो एरिया डल्लै यो त पुरा मैदान थियो अरे। अनि जुन चाहिँ यो बाँस देख्दैछ नि, यो बाँस भएको जग्गा चाहिँ हाम्रो बाजेले रोप्नु भएको अरे त यो चाहिँ। र यो जग्गाहरू चाहिँ हेर्दै जानुहोस्, बहुत सुन्दर जग्गा छ हो। र अब म चाहिँ यहाँदेखि उता जाँदैछु है गोल ग्राउन्डमा। त्यो गोल ग्राउन्डमा चाहिँ हाम्रो बाउहरू गोली खेल्नुहुन्थ्यो अरे नि त। म सबै देखाउँदैछु। यसको यही हेर्नुको लागि म आएको हो है। र यही कुरा म हेरेर जानु पऱ्यो नि त। ल साथीहरू, कस्तो लाग्दैछ यो जग्गाहरू है। म चाहिँ यही जग्गाको लागि आएको हो, र यो जग्गा म देखाउँदैछु। र
कस्तो लाग्छ तपाईहरुले पनि भन्नुस् मलाई चाहिँ राम्रो लाग्यो ग्राउन्ड देख्दैछ यो जग्गामा हामी जाँदैछौँ यो जग्गा क्रस गरेर जानुपर्छ र यो जग्गालाई चाहिँ म देखाउँदैछु अब त्यहाँ पनि जाँदैछौँ हेर्दै जानुहोस् है देखाएको घर टिकी चाहिँ यही बुट्टाको छेउमा अनि यहाँ माथि केरा देख्दैछ यही केराको माथि चाहिँ बाजेको र काइँदा देवा यहीँ खस्नुभयो 2-3 सालहरू खसेको हुनुभयो है यहीँ खस्नु भएको हो यही एरियाहरू हो केरुकहरू भएको जग्गा चाहिँ पुरै हामीले कमाउँथ्यो अरे नि त बाउहरूले हामीले चाहिँ होइन र यहाँ चाहिँ स्कुल नेपालीको स्कुल हो यो चाहिँ ल यो चाहिँ गोल ग्राउन्ड हो यही ग्राउन्डमा चाहिँ हाम्रो बाजेहरू चाहिँ हाम्रो बाउहरू खेल्नु भएको अरे नि त ग्राउन्डमा खेल्नु भएको अरे नि त हेर्नुहोस् है अनि यही माथि अघि मैले देखाएको एरियाहरू यो घरहरू चाहिँ यहीँ माथि थियो अरे र यही माथिको यो केरा यिनै थियो अरे नि त र यो चाहिँ नेपाली स्कुल रहेछ तर यहाँ कोही जातिले पढाउनु चाहिँ हुँदो रहेछ है नेपालीहरूलाई यहाँ चाहिँ ठुलो यो चाहिँ ग्राउन्ड छ यो ग्राउन्ड चाहिँ दामी छ पुरा यो चाहिँ वन छ जस्तो पलाएको छ यहाँ चाहिँ एकदम लड्यो ठुलो छ नि त यता ग्राउन्ड पनि चारपट्टि चौर छ नि फेरि यो चाहिँ यो पोस्टदेखि उता पनि एउटा ग्राउन्ड बनिने नै छ त्यहाँ चाहिँ भलिबलहरू खेल्दो रहेछ भएपछि चाहिँ फेरि यस्तो छ बाटो चाहिँ यहाँबाट चाहिँ यता रोटी यो मल्ली जाने है ए के पो माटी जाने बाटो यो गाडी पुरा कुद्छ माटी जाने र हामी चाहिँ यता सर्टकट यता पनि कुद्छ गाडी चाहिँ र अब हामी चाहिँ पुग्नु हाँटिने घर नि भाइ अदुवाको लागि चाहिँ यो अम्लिसोहरू डडेली लगाएर पनि पल्टाइसकेको रहेछ हामी यहाँ चाहिँ अदुवा रोप्छ है त यहाँको घर चाहिँ यसरी खरको सिरुको हुन्छ तर यहाँ चाहिँ यो सिरु लगाइसकेपछि चाहिँ छानाको घर भन्दो रहेछ र हामी चाहिँ सिरुको घर खरको घर भन्छौँ अब हामी चाहिँ फाइनल्ली बुबुको घर चाहिँ आइपुगिसक्यौँ र भिडियो बनाउनु चाहिँ धेरै छ है मेरो यति मात्रै छैन म देखाउँदै जान्छु र यो जग्गाहरू हेर्नुहोस् अचम्मै दामी छ नि त फेरि यो जग्गा चाहिँ डाँडा काँडा डको छ र यो जग्गा चाहिँ पुरा तर अम्लिसोले भरि गयो रहेछ है पहिला त थिएन अरे अम्लिसोहरू खेतीमा चाहिँ हाल्थ्यो अरे नि त परतिर डाँडातिर भयो डाँडा एकदमै सुनौलो जग्गा दामी जग्गा चाहिँ रहेछ चाहिँ आइपुग्यौँ है घर हामी चाहिँ घर आइपुगेर पनि खाजा चिया खाँदैछौँ है साथीहरू हेर्नुहोस् है ल हामी चाहिँ पानी थाप्नु जाँदैछौँ है पानी त्यो थाप्ने जग्गाको नाम त के हो भाइ के भन्नु त्यसलाई चाहिँ धारा के धारा नाम छैन ल हामी पर धारा जाँदैछौँ है पानी थाप्नु हामी चाहिँ पानी थाप्नु आइपुगिसकेको छौँ है यहाँको कुवालाई म देखाइदिउँ यहाँ चाहिँ कुवा यस्तो छ सिमेन्टेड दुईपट्टि त्यस्तै छ चाहिँ धारा कल म चाहिँ लुगा धुनु थालेँ है लुगा सुगा धोएर चाहिँ यहाँबाट जाने हो एकदम यो चाहिँ हाम्रै गाउँको धारा गइरहेको याद आउँदो रहेछ है मजाको यो धाराहरूको पनि एउटा गुण हुन्छ र यसरी धारा भएको जग्गामा चाहिँ आफ्नो गाउँको जो कोही नयाँ मान्छे आओस् न धारामा भेटघाट हुन्छ नि यो धारा पनि त्यस्तै रहेछ जो कोही जहाँबाट आए तापनि यो धारामा चाहिँ भेटघाट भएर कहाँको के चिना पर्ची भइहाल्दो रहेछ यो चाहिँ एउटा यो धाराको पनि गुण हुन्छ र रमाइलो हुन्छ है साथीहरू यो कुराहरू कसकोमा हुन्छ यस्ता खालको है तपाईँहरूकोतिर पनि हुन्छ कि हेर्नुहोस् तपाईँहरूलाई पनि रमाइलो लाग्छ यो धारामा चाहिँ रमाइलो लागिरहेको छ मलाई पनि
अहिले चाहिँ हाम्रोतिर चाहिँ धारा छैन। भाइले चाहिँ पानी पनि लिएर आउनु हुँदैछ है। मेरा चाहिँ यहाँ छ हो, यस मेरा लुगाहरू। हजुर ए यही गरे कोपाको उयो होइन ए यो चाहिँ हो बुढो बाजेको। ल हेरौँ है, हाम्रो बाजेको चिनो चाहिँ यो दुईवटा रहेछ। हाम्रो बुबु चाहिँ सुँगुरलाई चारो काट्नु हुँदैछ। केराको दाम्चा हेर्नुहोस्, तपाईँहरूले पनि यस्तो दिनुहुन्छ लिनुहुन्छ भने भन्नुहोस्। यहाँ चाहिँ मेवा पनि फलिरहेको छ, मेवाको रुख। यहाँ परतिर हेर्नुहोस् डाँडा काँडा मजाको म देखाउँदैछु है तपाईँहरूलाई हो यसरी। यहाँतिर चाहिँ गाईहरू राख्ने जग्गा चाहिँ यस्तो हुन्छ, यी चढेर यिनीहरू आफै आएर ठक्कै बस्यो। त्यो बच्चा बस्ने जग्गा ऊ पर भित्र यस्तो दामी छ कि भरे माउहरू यहाँ लिएर ठक्कै यसरी साफ सुग्घर डेली यसरी पाल्नुपर्छ है गाई बस्तु चाहिँ। यो चाहिँ बाख्राखोर, अब बाख्राखोर पनि म देखाउँदैछु। त्यो बाख्राखोर हेर्नुहोस्, ऊ भित्र चाहिँ दामी छ नि फेरि बस। बाख्राखोरको गेट यस्तो छ भने यसरी बस्नुपर्छ। छोडै उता जा, यस्तो छ हौ। अनि यसो गरेर चाहिँ यहाँ चाहिँ बाख्राहरू बस्ने जग्गा चाहिँ यस्तो छ, मन चाहिँ सुत्ता हुन्छ नि। कस्तो दामी छ। यसरी बाख्राहरू चाहिँ पालिसकेपछि चाहिँ पाल्नुपर्छ। हेर्नुहोस् है, यहाँको चाहिँ मलै राम्रो छ क्या। मलाई चाहिँ यहाँको सिस्टम चाहिँ मन पर्यो। अहिले चाहिँ सुँगुर खोर छ यो बारीभित्र चाहिँ, त्यो बारेको छ नि मजाले। सुँगुर पनि देखाउँछु म। सुँगुर चाहिँ 5वटा छ नि। राईको पितृ गर्ने चिन्ह पनि छ नि। 5वटा सुँगुर छ हो। खोर चाहिँ फेरि यो भित्र छ, यो भित्र चाहिँ म जाँदिनँ। अब अम्बिसले पुरा बन्छ। ल साथीहरू, आज चाहिँ मैले भिडियो यति मात्रै बनाउनु सकेँ र धेरै छ अझै पनि खिच्नु, र त्यो चाहिँ म भोलिको भिडियोमा लगाइदिनेछु है। र इन्तजार गर्नुहोला। अहिलेको लागि धन्यवाद।